स्वयंवरको प्रसङ्ग खुत्तबत्ती गयो त्यसले गर्दा पाठ लागेको र भगवान भन्नुहुन्छ बलरामलाई दुर्योधनले के भन्नुभयो भने पाउको जुत्ता शिरमा पुग्यो कहाँको कौरव कुल जस्तो सम्मानित कुल कहाँको यदु कुल जस्तो गोठालो गाली गरे बलराम अब यो दोष हाम्रो होइन तिमी त्यसो नभन ठबक्क तिम्रो छोरी र मेरो भतिजे निकाल्दै म लिएर जान्छु भने त एक दिन न दुई दिन न तीन दिन न के गर्न सक्छौ गर बलरामले अझै सोध्नु बलरामले भन्नुहुन्छ दुर्योधन हेर तिमी त्यसो नभन हेर अभिमानले नोक्सानी गर्छ अहङ्कारले नोक्सानी गर्छ नोक्सानीको कुरा तिमी नगर भनेको मानेन उसो भए दुर्योधन तिम्रो हस्तिनापुर अहिले नै समुद्रमा डुबाउँछु भनेर बाहिर निक्लेर हलो गाड्न थाल्नु भएको थियो हस्तिनापुर त ढल्क्यो समुद्रतिर सारा डराए हाकार गरे राम राम खिलाधार न जाने तब विक्रमा श्याम राम सेन सदस्य भगवान मधुसूदन आज हजुरको शक्तिले हामीले जान्न सकेनौँ भनेर अनि बिहे गरेर पठाइदिए राजा हेर्नुहोस् बलराम अहिले पनि हस्तिनापुर टेढो समुद्रपट्टि ढल्किएको छ एक दिन नारदलाई कस्तो लागेको छ भने भगवान कृष्णले 16,108 बिहे गर्नुभयो बस्न चाहिँ कुन चाहिँमा बस्नुभयो जस्तो लागेको छ ए नारदलाई मात्रै लाग्यो अरे त्यो हामी सबैलाई लागेको छ त्यो एकजनाको 16,108 हुँदैन हामी सबैलाई लाग्ने कुरा हो त्यो तर अहिले मैले कुरा उठाएको थिएँ बिस्तारै समाधान हुन्छ भनेर अब समाधान हुँदै जान्छ भागवते भगवानको अब बसेर मना तर्क गर्नुभन्दा उहीँ गएर हेर्छु भनेर नारद गुरु रुक्मिणी कहाँ जाँदा त भगवान कृष्ण भक्तहरू उठ्नु भएको रहेछ बिहानै स्वागत गर्नु उहाँसम्म बसाउनु भयो नारदलाई ओहो नारदजी बिहानै आउनुभएछ तपाईँको जय होस् भनेर भगवान कृष्णले स्तुति गर्दा कृष्ण भगवानलाई के भन्नुहुन्छ नारद भने नैवाद गौतम तब विभो खिल लोकनाथ मैत्री जनेषु सकल निःश्रेयसा यही जगत रक्षणाभ्याम स्वैरा बतार उरुगाय विदाम श्रेष्ठो भक्तलाई कल्याण र अभिमानी अहङ्कारलाई उद्धार गर्न हजुरको यो अलौकिक रूप छ म त्यही दर्शन गर्न आएको भन्नुभयो नारदले तर ढाँटे म कुन जग्गा बस्नु हुँदो रहेछ भनेर हेर्न गएको नि कृष्ण कन्हैया लालको हस्त कृष्ण मन लागि भन्नुभयो सत्य भामामा जानु पर्यो भनेर जाँदा त धमाधम स्नान गर्न लाग्नु आएको ओहो मौना छिटो हिँड्नु रहेछ कृष्ण जहाँ मवती कहाँ जाँदा पूजाको सामान तयार गर्न लागेको सत्य कहाँ जाँदा पूजा गर्न लाग्नु भएको जब नाग्न जिति कहाँ पुग्दा पूजा सकेर आरती उतार्न लाग्नु भएको हेर्दै दौड्नु भएको छ नारद कुन जग्गा बस्नु हुँदो रहेछ भनेर हेर्न गएको जहाँ पुग्यो त्यहाँ कृष्ण हुनुहुन्छ काहीँ पूजा सकेर सुधर्म सभामा बस्नु भएको काहीँ पुग्दाखेरिमा ज्ञान दिन लाग्नु भएको काहीँ जाँदा गाईको सेवा गर्न लाग्नु भएको काहीँ घोडा सजाउन लाग्नु भएको काहीँ परोपकार गर्नुपर्छ भनेर सबैलाई सन्देश दिन लाग्नु भएको कतै पुग्दाखेरिमा योगी सन्त महात्माहरूका साथमा संवाद गर्न लाग्नु भएको काहीँ पुग्दा बाल बच्चाको कुकुरो हल्लाउन लाग्नु भएको कतै पुग्दाखेरिमा मिठा मिठा गफ गरेर बस्नुभएको आफ्ना पत्नी परिवारका साथमा सबैसँग मित्रता गर्नुपर्छ भनेर सन्देश दिन लाग्नु भएको भगवान कृष्ण नभएको ठाउँ 16,108 ठाउँमा जाँदा काहीँ पनि रहन्छ अब कृष्णले नदेखिकन फुत्त भाग्नु पर्यो भनेर आँटिया टक्रेको अगाडिपट्टि उभिन लागेको भगवान हेर्नु त अचम्म लाजै मर्नु हुँदैन धर्मन् ब्रह्मस्य भगिता हम कर्ता तद अनुमोदिता हे नारदे म धर्मको कर्ता पनि मै हुँ वक्ता पनि मै हुँ अनुमोदिता पनि मै हुँ तस्मिन् तद शिक्षयाम लोकमिमाम माथित पुत्रमा खिदा तर एउटा कुरो दुःख लाग्छ नारद मलाई संसारी मान्छेले म प्रति शङ्का गरोस् म त्यसमा दुःख मान्दिनँ उसको शङ्का गर्ने स्वभाव हो तर तिमी जस्ता मुक्त सङ्गतमा लागेकाले पनि मलाई शङ्का गर्यो हो म यो दुःख मान्छु संसारी मान्छेले त कहिलेकाहीँ बाबु आफूलाई ब्रह्मा भन्दा नि ठुलो सम्झिन्छ अरे संसारको मुवामा टुरेको मान्छे ब्रह्माजीलाई एउटा कथा छ
एउटा संसारी मान्छे ब्रह्माजीलाई कौसँग रिस गर्दछ, असाध्यै गजबको रिस गर्दछ। एउटा आँपाबाट पनि सुतेर धमाधम ब्रह्माजीलाई रिस गर्दछ। यस्ता ब्रह्मा त्यस्ता ब्रह्मा सृष्टि गर्न नजान्ने, यस्तालाई कसले ब्रह्मा बनाइदियो, सृष्टि सारा बिगारेको छ, उल्टा पुल्टा बनाइदिन्छ, यस्तो मूर्ख ब्रह्मा भन्दो रहेछ। आँपाबाट पनि सुतेर किन त्यसो भने नि यति ठुलो विशाल आँपको बोट छ, यत्रो यत्रो फलाउँछ मूर्ख। त्यो तरबुजा के को बोट छ त्यसमा, लहरो यत्रो बडोमा फलाउँछ त्यो मूर्ख। त्यो के को फल कति हो, अलिक धेरै खाएर पानी खायो भने जङ्गलतिर दौड्यो भने त्यस्तो खालको फल चाहिँ यत्रो बडोमा फलाउँछ। अब यति मिठो फलको राजा आँप चाहिँ यत्रो यत्रो फलाउँछ मूर्ख भनेर गाली गर्दो रहेछ ब्रह्माजीले। एउटाले सुनेछ बिचरा, गएर के गर्नुभयो, के बिगार्नुभयो ब्रह्माजीले भने त के बिगार्नु भएन, के चाहिँ बिगार्नु भएन भन्नुहोस् न। ल हेर्नु चाहिँ यहाँ आँपाबाट यति ठुलो छ, यत्रो यत्रो फलाउँछ मूर्ख ब्रह्मा, कसले ब्रह्मा बनाइदिएछ त्यसलाई भनेर गाली गर्दो रहेछ। त्यही मौका त्यो आँपको भेट्नु खुसीमा आएर छ पाकेर, अनि सिधै सुतेर थियो मजाले आनन्दले। आँपको भेट्नु खुसी माथिबाट आएर नागा लाग्यो, अनि झल्यास हो ओहो ब्रह्माजी होइन तिमीले गरे सृष्टि त राम्रै रहेछ क्या, केही गरी तिमीले त्यो यो आँपाबाट अहिले फर्सी जत्रो आँप फलाएको भए त मेरो नाक मात्र होइन टाउकै अचार हुने रहेछ नि। तिम्रो सृष्टि त राम्रै रहेछ क्या भन्थ्यो अरे मूर्ख। ब्रह्माजीले त्यति साधारण दिमागले बनाएको सृष्टि होइन नि यो जगत। त्यसले गर्दा संसारी मान्छेको अविवेक भनेको त्यस्तो हो भक्तवृन्द। तर नारद गुरु तिमी जस्ता मुक्त सङ्गतमा लागेका ब्रह्मज्ञानीले म प्रति शङ्का गर्नु हो, यसमा मलाई दुःख छ भगवान्, मैले जाने माफ गरिदिनु सुन्नु। त्यसो भएर भगवान् सर्वत्र व्यापक हुनुहुन्छ। वेदमा 1,00,000 मन्त्र छन्, त्यो मध्येमा 81,000 मन्त्र कर्मकाण्डमा प्रयोग भएको छ। 16,100 मन्त्र भगवान् कृष्णका उपासक बनेका हुन्, तिनीहरूलाई पत्नी भनिएको कथा मात्रै हो, त्यो ज्ञानमा जाँदा ती उपासना गर्नेवाला हुन्। र जब बाँकी रहेका वेदका मन्त्रहरू वेदान्तमा प्रयोग भएका छन्, राजा परीक्षित भनेर बताउनु हो। कृष्ण कन्हैया लालको। एक दिन बिहान उठेर नुहाइधुवाइ गरेर गायत्री मन्त्र जप्नुहुन्थ्यो कृष्ण भगवान्, र गाईदान गर्नुहुन्थ्यो। सुदर्शन सभामा बस्नुभएको एउटाले कस्तो खबर गरेछ भने जरासन्ध राजाले 20,800 राजा चुनिया छ अरे, हजुर नआइकन पुत्र नपाइएन, आइदिनुहोस् भनेर पठाएको रहेछ। जवाब दिएको थिएन। हस्तिनापुरबाट नारदले अर्को चिठी ल्याउनु हो, हे प्रभु राजेश्व यज्ञ गर्छु भन्ने मनमा सङ्कल्प उठेको थियो, उमेर जान लाग्यो, गर्छु भन्दा भन्दै ढिला हुन लाग्यो, समयको निश्चित छैन नि, समय त बडो अनौठो चिज हो, आफूले भने जस्तो हुँदैन। हे भगवान् राजेश्व यज्ञ गराइदिनु पर्यो भनेपछि उद्धवलाई सोध्नुभयो म कता जाउँ भनेर। उद्धवले आँखाभरि आँसु भन्नुभयो, प्रभु हजुर सर्वज्ञ हुनुहुन्छ, म अल्पज्ञ छु, तैपनि मलाई सोध्दै हुनुहुन्छ, म के बताउँ भनेर त्यस अवस्थामा भन्दा भगवान् कृष्णलाई उद्धवले भन्नुभयो, पहिला हस्तिनापुरमा गएर यज्ञ अठोट्नुहोस् र जरासन्धका गएर द्वन्द्व युद्ध भिक्षा माग्नुहोस्, अनि मात्रै लडाइँ सकिएला भन्ने मलाई लाग्छ भनेपछि उद्धव तिमी परिपक्व भक्त भएछौ, मैले सोध्या त्यही हो भन्ठानेर भगवान् कृष्ण पत्नीहरूलाई साथमा लिएर हस्तिनापुर सवारी हुनुभयो। ठुलो स्वागत भयो हस्तिनापुरमा। स्वागतका साथमा अब एक दिन युधिष्ठिर महाराजले आचार्य कुलवृत्तै छ ज्ञाति सम्बन्धी बान्धवै ये विभूतिर्भवत तद संवादयनः प्रभु। हे कृष्ण आज बन्धु बान्धव कुलवृद्ध दार्शनिक योगी महात्मा सबै सन्तहरूको उपस्थिति छ। मलाई एउटा यज्ञ गर्ने अभिलाषा मनमा जागृत भयो। यो यज्ञ हजुरहरूले निर्णय गरिदिनु पर्यो भनेपछि भगवान् कृष्णले सम्पूर्ण निर्णय गरिदिनु भयो। पूर्व पश्चिम उत्तर दक्षिण चारै दिशामा नकुल सहदेव भीम र अर्जुनलाई पठाएर दिग्विजय गरेर धन जम्मा गर्न लगाइयो र राष्ट्रिय यज्ञ गर्ने सम्पूर्ण तयारी गरेर भगवान् कृष्णले अर्जुन र भीमसेनलाई साथमा लिएर सन्ध्याकालमा जरासन्धका द्वन्द्व युद्ध भिक्षा माग्नु भनेर सन्ध्याकालमा ब्राह्मण भेषधारी बनेर जानुभयो। माग्न आएका छन् कोही भनेर जरासन्ध आफैले आएर बाहिर हेर्दाखेरिमा शिरदेखि पाउसम्म हेर्छ। माग्ने जस्ता जोगी जस्ता देखिँदैन तिनीहरू। कोटिला छन्, झरिला छन्, सुन्दर छन्, दिव्य छन्, कुनै माग्ने अभिलाषाले आएका होइन नि। जरासन्धले सोध्यो तपाईँहरू को हो, के माग्न आउनुभयो भन्नुहोस् भने कृष्णले भन्नुभयो तिनी भए माग्छौँ, परिचय पनि दिन्छौँ,
नदिने भए माग्दैनौ, परिचय पनि दिँदैनौ। मैले दिन मिल्ने कुरो र सर उपकारको लागि रहेछ भने मेरो शरीर दिनु परे पनि पछि पर्दिन भनेपछि राजन त्यसो भए माग्न आएको हजुरसँग लडाईँ गर्न पाऊँ, द्वन्द्व युद्धको भिक्षा हामीलाई दिनु। माग्न आएको यही हो। यिनी चाहिँ अर्जुन हुने, यिनी चाहिँ भीमसेन हुनु, म चाहिँ पहिलाको शत्रु हुनु। जरासन्ध खुबसँग हाँस्यो। अनि को आएछ लडाईँ गर्नु भने त यो भगुवा कृष्ण पो आएको रहेछ। 100 रुपियाँ चाहिँ लडाईँ गर्छ, 80 रुपियाँ चाहिँ भाग्छ। यसलाई के द्वन्द्व युद्ध दिनु? अर्जुनलाई दिउँ भने उमेरमा कच्चा छ, यसले सक्दैन लडाईँ गर्नु, भीमसेनलाई दिन्छु भनेर भोजन गराएर भोलिपल्ट बिहान 2टा गदा निकालेर दुर्योधन र जब जरासन्ध र भीम युद्ध मैदानमा लडाईँ गर्न थाले। लडाईँ गर्दा गर्दा दिन बित्यो, अर्को दिन बित्यो, 26 दिन बित्यो। हेर्नु हो प्रभु नसकिने भयो। हेर्नु त पहिले हेर्दै भयो नि त हुन्थ्यो। 27 दिनसम्म त म जित्छु भनेर लाग्यो भने हाम्रो जीवनको कथा पनि यही छ। हामी सकेसम्म भगवानपट्टि नफर्किकन लड्ने प्रयत्न गर्छौँ। यो मूर्खता। हामी भगवानपट्टि याद गरेर लड्ने गरौँ, भगवानले सहायता गरिरहनुहुन्छ। सर 26 दिनसम्म भीमसेनले म जस्तो बलियो कोही पनि छैन भनेर लडेको केही लागेन। अन्तिममा कृष्ण भनेर फर्कनु हो। अनि उसको जन्म कस्तो थियो भने 9 स्कन्धमा शिरदेखि पाउसम्म आधा आधा जन्मिया थियो नि, त्यसलाई जोडेर बनायो। अनि जब चट्ट पात उधारेर छोडिदिनु भएको थियो, सङ्केत बुझेर चट्ट उधारेर छोडिदिएको, सरर आएर जोडियो, आयो लडाइँ गर्न। भगवान कृष्णले पुनः अर्को पात त्यागेर यसरी दुईतिर बनाइदिएपछि अनि भीमसेनले जरासन्धलाई सरर उधारेर दुईतिर पारिदिनु हो। अनि जरासन्धको उद्धार भयो। दुन्दुभी बाजा बजे, शङ्ख बजे, मृदङ्ग बजे, बाँसुरी बजे, आज सारालाई दुःख दिएको थियो जरासन्धले। उद्धार गर्नुभयो, कृष्णले जयकार गर्नुभयो। कृष्ण कन्हैया लालको झालखानमा गएर उगारेर 20,800 राजाले कृष्णको स्तुति गरे। स्तुतिको मन्त्र यही हो, हामी सबैलाई कण्ठ भयो। कृष्णाय वासुदेवाय हरे परमात्मने प्रणत क्लेशनाशाय गोविन्दाय नमो नमः। यसमा 5वटा नाम छन्। कृष्णाय वासुदेवाय हरे परमात्मने 4वटा नाम भयो। कृष्णाय हे कृष्ण, वासुदेवाय परमात्माले हे परमात्मा 4वटा पनि। अनि प्रणत क्लेशनाशाय शरण पर्नेको हे दुःख नाशके गोविन्दाय नमो नमः। सबैले राजसुयज्ञमा निम्ता गर्नुभयो। अनि सहदेवलाई राज्यमा राख्नुभयो। भीमसेनले मुकुट लाउनुभएको छ जरासन्धको असाध्य राम्रो। खाण्डव जङ्गलमा गएर अग्निलाई सान्त्वना दिनुभयो र राजसुयज्ञमा आउँदा मुकुट लगाइराखे। कसो मुकुट लगाएको भनेर सोध्या युधिष्ठिरले जरासन्धको, बाबु यो मुकुटमा त पाप छ, अन्याय अत्याचार छ, यो मुकुट नलगाऊ, फुकाल्दा बुद्धि भ्रष्ट हुन्छ भनेपछि मुकुट फुकाल्नु भयो। र त्यही मुकुट परीक्षितले पहिरिनाले गर्दा सर्पले डसेर मर्ने श्राप पर्यो। राजा परीक्षित हेर्नु, तपाईँलाई श्राप पर्यो, त्यही मुकुटले काट्नु भनेर जब भगवान परमात्मा हुनुहुन्छ र राजसुयज्ञमा सम्पूर्ण जुटेका, धेरै जुटे, तर अग्र पूजा कसो गर्ने भन्ने कुरा उठ्यो। एउटालाई आचार्य मान्नु पर्यो, एउटाको निर्देशनमा कर्म गर्नुपर्छ। हरेक कर्ममा सबैजनाको निर्देशन भयो भने राम्रो हुँदैन। अनायका विनश्यन्ति नश्यन्ति बहुनायका, त्रिनायका विनश्यन्ति नश्यन्ति बालनायका। नायक छैन भने पनि बिग्रन्छ, ज्यादा नायक भयो भने पनि बिग्रन्छ। बच्चालाई नायक बनायो भने पनि विवेक पुर्याउन सक्दैन। र यदि पढेको र विवेकी छैन भने आमा वर्गले पनि नेतृत्व गर्नुभयो भने त्यो नेतृत्व पङ्क्ति कमजोर हुन सक्ला। कृष्ण कन्हैया लालको। आचार्य कृष्णलाई गर्नुपर्छ भन्ने सबैको इच्छा भयो र जरासन्धका छोरा सहदेवले बोलिदिनु भयो कृष्णको गर्नुपर्छ भनेर। सबैलाई मन पर्यो, तर कसलाई मन परेन भने नि शिशुपाललाई मन परेन। मन परोस् कसरी? अमेरिकाको दुलै चोर्ने हो, त्यो दुलै चोरलाई अग्र पूजा गर्ने भन्दा कहाँ मन पर्छ?
अनि भगवान परमात्मा भन्नुहुन्छ एक गाली दुई गाली गरेको गरे मुख चलाएको चलाइ गरो अलिअलि होइन गाली गरेको भीमसेन जब जरासन्ध जब त्यो शिशुपालले कृष्णलाई यति गाली गर्यो भीमसेनलाई रिस उठेछ ए कृष्ण तपाईँको गाली सुन्ने बानी परिसक्यो म गएर त्यसका टाउका यो गदाले हिर्काउँछु भने त पर्ख भन्नु हो कृष्ण हजुरको त गाली सुन्ने बानी पर्यो मैले सहन सकिनँ गएर हिर्काउँछु भने पर्ख ल त्यसो जस्तो गाली तिमी गर त भगवान कृष्ण ल गाली गर्ने पनि तरिका हुन्छ त्यो शिशुपालले गरे जस्तो गाली तिमी मलाई गर त हेर कस्तो विशुद्ध राम्रो गाली गरेको गरे रोकेकै छैन कस्तो राम्रो गाली गरे म त सुनिरहेको छु ल तिमी त्यस्तो गाली गर्न सक्छौ भने गर भने म त सक्दिनँ नसक्ने भने चुप लाएर बस्छु उसलाई गाली गर्न दिउँ न 100 गाली नपुगुन्जेल गाली सहनुभयो 100 गाली पुगेपछि सुदर्शन चक्र छोडिदिनु भयो र त्यसको शिरछेदन गरेर आत्मा आफूमा लीन गराउनु भयो त्यसको आत्मा मुक्ति भयो कृष्ण कन्हैया लालको जय हो र राष्ट्र यज्ञ धुमधामसँग सम्पन्न भयो पूर्व जन्मदेखि नै उसको 3 जन्ममा मुक्ति हुने पहिला जन्ममा हिरण्याक्ष र हिरण्यकश्यप रावण र कुम्भकर्ण शिशुपाल र दन्तवक्र भएका थिए मुक्त गराइदिनु शिशुपालको जन्म त 3टा आँखा थियो रे गुरुले के भन्दै छ निवारण गर्दा भने जसले हेर्दा एउटा आँखा हराउँछ उसैको हातबाट मर्छ भने थियो भगवान कृष्ण फुपूको छोरो जन्मेर भनेर हेर्न गएको कृष्णले हेरेपछि एउटा आँखा हरायो फुपू रोइ बाबु तिम्रो हातबाट मर्ने हो भने 100 गाली नगरिन्जेल चुप लाग्छु धेरै गाली गरौ भने चाहिँ भन्न सकिँदैन भने थियो उसले हेरिसुटा बेला गाली गर्न थाले सम्झेन अनि भगवानले मुक्त गराइदिनु भयो महाभारतमा त्यसरी लेखेको छ विभिन्न छन् कथा र अरू सबै रमाए त्यो यज्ञमा दुर्योधन रमाएन राष्ट्र यज्ञमा किनभने नि आफूलाई चित्त नबुझेका अहंकार अभिमान ठुलो कार्य गर्दा काम जिम्मा लगाउनुपर्छ सबै आफै नै गर्छु भने ठान्नु हुँदैन सकिँदैन भ्याइँदैन बिग्रन्छ राष्ट्र यज्ञमा कसले के काम जिम्मा लिनु भएको थियो भने नि भीमसेन तिमी के लिने भने म भान्साको जिम्मा लिन्छु भन्नु अर्काले थोरै बुझाइदिएर आफूलाई धेरै जान्छ भनेर भीमसेन आफै भान्छ भीमसेनले भान्साको जिम्मा लिनुभयो नकुल र सहदेवले सम्पूर्ण मण्डप सजाउने फलफुलहरू सजाउने सारा गर्नुभयो द्रौपदीले को आउने को जाने हेर्नुभयो खुवाउनुभयो र कर्ण दान गर्नु बस्नुभयो स्वयं भगवान कृष्ण गुरुहरूको पाउ धुन बस्नु भगवान कृष्णले गुरुहरूको पाउ पखाल्नु र त्यतिखेर ढुकुटीको साँझो चाहिँ कसले लिने भन्ने लागेको थियो युधिष्ठिरले भन्ठानेर छ दुर्योधनले लिए हुन्थ्यो किनभने चाहिएको बेला त्यसले खर्च गराइदिन्छ मित्रताले खर्च हुँदैन खर्च चाहिएको वखतमा गर्न सक्यो भने भगवानले दिने गर्ने बेला कन्जुस्याइ गरेर मन फुकाउन सकेन भने दैवले पनि उसलाई सग्र्याउँदै लानुहुनेछ राजा भन्ठान्ने युधिष्ठिर पैसा खेल गरे होइन होला फर्किनु मन पटक्कै छैन कृष्णचन्द्र भगवानको र त्यस अवस्थामा भगवान परमात्मा हुनुहुन्छ दुर्योधनले चाहिँ के भन्ठानेर छ भने दुर्योधनले केही गरी मलाई साँचो दियो भने सम्पत्ति पहिल्यै सिद्ध्याइदिएर बेइज्जत गरिदिन्छु भन्ठानेर साँचो दुर्योधनले लिनुभयो ढोकटीमा गएर हेर्दा सम्पत्ति यति भन्ने सीमा रहन्छ यज्ञ सकियो तर धन सम्पत्ति कोटिएन उसको हातमा लक्ष्मीको चक्र थियो त्यही भएर दुर्योधनलाई दिएको थियो साँचो महाभारतमा लेखेको छ र सम्पत्ति कहिल्यै घटेन राजा अनि जलमा थलमा जल भयो राजयज्ञ सकिएपछि पाण्डव र भगवान कृष्ण र द्रौपदी मायावी दरबारमा हुनुहुन्थ्यो भीमसेन जब साँचो बुझाउन गएको दुर्योधन जल भनेर टेको थल भनेर टेको जल त्यस्तामा लड्यो द्रौपदी र भीमसेन हाँस्नुभयो अर्काको दुःखमा हाँस्नु हुँदैन दुःखले नै सुख र सुखले